हेलो एन्ड गुड मर्निङ तपाईँहरू सबैजनालाई सन्चै छ होला भन्ने आशा गर्दै आजको भिडियो चाहिँ म मेरो स्टोरबाट स्टार्ट गर्दैछु र तपाईँहरूलाई म भन्न चाहन्छु कि वाट इज माई जब एन्ड माल्टामा चाहिँ कति कमाइन्छ भन्ने। अब मेरै हिसाबले आज बारिस्ताले चाहिँ कति कमाउँछ हो त्यसको विषयमा हामी डिस्कस गर्नेछौँ र तपाईँहरूलाई पनि मेरो काम देखाउनेछौँ। फर्स्ट अफ अल हामी हाम्रो काम हेर्नेछौँ, त्यसपछि स्यालेरी डिस्कस गर्नेछौँ, त्यसपछि कति सेभ हुन्छ त्यो पनि डिस्कस गर्नेछौँ र त्यसपछि कति चाहिँ सोसल सेक्युरिटी र यहाँको ट्याक्स कति चाहिँ काट्छ त्यो पनि डिस्कस गर्नेछौँ है। सो यो भिडियोमा चाहिँ इन्डसम्म बनिराख्नु होला किनकि आजको यस भिडियोमा तपाईँहरूलाई धेरै रमाइलो हुनेछ। आज हामी स्टोर ओपन गर्नेछौँ सँगसँगै। तपाईँहरूले पनि आजको हाम्रो स्टोर ओपन गर्ने, यहाँ चाहिँ फेरि स्टोर एक्लैले ओपन गर्छ किनकि म चाहिँ यहाँनिर स्टोर इन्चार्ज हो। सो आई हेभ द्याट रेस्पोन्सिबिलिटिज टु ओपन द स्टोर होइन। सो लेट्स गो। सुरुमा हामी ओपन स्टार्ट गर्छौँ, वार्मिङ अप गऱ्यौँ हामी, त्यसपछि ओरेन्ज जुस स्टार्ट गर्छौँ होइन, अनि त्यसपछि एउटा मेसिनलाई पनि स्टार्ट वार्मिङ अप गरिदिन्छौँ है। दुइटै मेसिन वार्मिङ अप गरिदिन्छौँ, अनुचित हुँदैन। र त्यसपछि हामी यो फुड अहिले तपाईँले इम्टी देख्नुहुन्छ। अब एकै सर्टमा डिस्प्ले भइसकेको छ है। सो यस्तो प्रकारको छ यु क्यान सी। अब चाहिँ म गएर ढोका पनि खोलिदिन्छु। अब कस्टमरहरू आउँदै गर्छ, म ड्रिङ्क्स बनाउँदै मेरो कामहरू पनि म गर्दै गर्छु है त। सो त्यस्तै छ गाइस लाइफ है। सो लेट्स गो। आजको दिन सुरुवात भएको छ। त्योभन्दा अगाडि चाहिँ हामी एउटा कफी पिउनेछौँ है सुरुमा। सो मलाई चाहिँ मनपर्ने भनेको चाहिँ ओट लाटे विथ सिङ्गल सर्ट अफ ब्राउन रोस्ट होइन, धेरै कफी पनि पिउँदिनँ। सो लेट्स मेक द कफी। ओके, टक्क लगाएर एउटा कफी पिएर चाहिँ म टक्क लगाएर पसल खोल्छु। सो लेट्स गो गाइस। सुरुमा तपाईँ माल्टा आउने बित्तिकै तपाईँहरूले के गर्नुपर्ने छ। अब पहिला चाहिँ कस्तो थियो भने चाहिँ पर्मिटको 150 छ भने अहिले 600 छ। त्यही माथि अब तपाईँ यहाँ आएर इन्सुरेन्स, तपाईँहरूले यहाँ आएर फेरि मेडिकल हेल्थ होइन, एक्सरेहरू गर्दाखेरि कति खर्च लाग्छ, रुम रेन्टको कति खर्च भयो, हामी सबै त्यो विषयमा नि डिस्कस गर्नेछौँ। सो आजको यस भिडियो चाहिँ तपाईँहरूलाई चाहिँ माई डे चाहिँ मेरो दिन चाहिँ कसरी बित्छ त्यही कुरा गर्नेछौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ सानो फ्ल्याट वाइट विथ ओट मिल्क। डिस्प्ले भइसक्यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईँहरूकै जगत अनि फेरि पनि तपाईँहरूलाई धेरै धेरै स्वागत छ मेरो नयाँ ब्लगमा। सो आजको यस ब्लगमा चाहिँ म फेरि पनि नयाँ भिडियो लिएर आएको छु आफ्टर लङ टाइम। 2026मा चाहिँ तपाईँहरूलाई स्टुडेन्ट भिसामा आउनुको लागि के गर्नुपर्छ र यहाँ स्टुडेन्ट भिसामा आइसक्नुभएको हाम्रो साथीभाइहरू होइन, बहिनी भाइहरूलाई चाहिँ उहाँहरूको चाहिँ यहाँनिर कस्तो लाइफस्टाइल छ आज यस भिडियोमा तपाईँहरूलाई म राम्रोसँग के भन्छ एक्सप्लेन गर्नेवालामा छु। र आजको यस भिडियोमा चाहिँ मलाई साथ दिन आउनुभएको छ मेरो भाइहरू। सो उनीहरू चाहिँ यहाँनिर स्टुडेन्ट भिसामा 2025मा आएको छ होइन। यहाँ 1 इयर्स जति हुन लाग्यो, अब 2026 पनि सुरु हुन लागिसक्यो। र यहाँ चाहिँ कस्तो तपाईँहरूलाई चाहिँ कस्तो रुल्स एन्ड रेगुलेसन छ आज यस भिडियोमा तपाईँहरूलाई म एकदम राम्रोसँग एक्सप्लेन गर्नेवालामा छु होइन। स्टुडेन्ट भिसामा आउनुको लागि चाहिँ वेटिङ टाइम होइन, कुन चाहिँ कन्सल्टेन्सीबाट कसरी अप्लाई गर्ने, अनि यहाँ आएपछि चाहिँ कस्तो डिफिकल्टिज कस्तो सिचुएसनहरू चाहिँ फेस गर्नुपर्ने यो भिडियोमा चाहिँ तपाईँहरूलाई एक्सप्लेन गर्नेवालामा छु। त्यसको लागि चाहिँ मलाई साथ दिन आएको छ मेरो भाइ। सो तपाईँहरूलाई म उहाँ भाइहरूसँग मिलाउँछु। सो अहिले चाहिँ म हाम्रो बुझिबाकै सेन्ट पल बे एरियामा चाहिँ यहाँ चाहिँ फेरिजहरू पनि लाग्छ भ्यालेटाको लागि, एकदम राम्रो ठाउँ छ। सो यहाँबाट चाहिँ आज यस भिडियो लिन गइरहेको छु। चाहिँ आज साथ दिन आउनुभएको छ मेरो आफ्नै भाइ मौसम। सो आज चाहिँ हामी 1-2वटा क्वेसन सोध्छौँ यहाँनिर कस्तो चाहिँ डिफिकल्टिजहरू फेस हुन्छ। सो ल ठिकै छ। अब तिमीलाई इन्ट्रोड्युस गरिदेऊ तिम्रो नाम होइन।
मेरो नाम चाहिँ मौसम राणा। कति भयो माल्टा आएको चाहिँ? आएको चाहिँ अराउन्ड लाइक 8 months भयो। सो नेपालबाट आउँदाखेरि चाहिँ भिसा र इमिग्रेसन च्यालेन्जेस होइन कस्तो भयो भिसा प्रोसेसहरू यसो भनिदेऊ। भिसा प्रोसेस त्यस्तो खासै केही छैन। अब कसैको इन्टरभ्यू हुन्छ, कसैको हुँदैन। मेरो चाहिँ भएको थिएन। कति महिना लाग्यो तिम्रो अल टोटल पर्मिट आउनलाई? यस्तो भएको थियो अब के अरे इन्टेक पनि हेरेर हुन्छ। मोस्टली चाहिँ अब मेरो कलेज अनुसार चाहिँ एउटा फेब इन्टेक हुन्छ, एउटा मार्च, अनि त्यसपछि एउटा चाहिँ अक्टोबर हुन्छ। अनि मेरो चाहिँ हल्का प्रब्लम सुरुमै आएको थियो। सुरुमा चाहिँ तपाईँहरूको चाहिँ ऊ हुन्छ के अरे भिजाको चाहिँ त्यो बिएफएक्स चाहिँ यताकै कलेजले बुक गर्छ क्या, आफूले गर्दैन। आफूले गर्न पर्दैन। अनि बिएफएक्स बुक गरेपछि चाहिँ बिएफएक्स सेन्टर चाहिँ नेपाल काठमाडौँमै छ होइन त? काठमाडौँमै छ। त्यहाँ गएर डकुमेन्ट सबै सब्मिट गर्ने अनि वेट गर्ने भिसाको लागि होइन? त्यही हो। अनि मेरो चाहिँ यस्तो भएको थियो, मेरो चाहिँ अक्टोबर इन्टेकको थियो पहिला। अनि त्यतिखेर चाहिँ हल्का यो बिएफएक्सको डेट नपाएर सर्यो। त्यो चाहिँ भयो हाम्रो काठमाडौँको कुरा होइन, काठमाडौँको प्रोसेस भिसाको कुरा। अब यहाँ आएपछि चाहिँ तिमीलाई माल्टा कस्तो लाग्यो सुरुमा आउँदाखेरि चाहिँ? सुरुमा आउँदा त काइन्ड अफ नेपालको वेदर जस्तै छ है। यसो तपाईँहरूलाई म यता साइडमा देखाइदिन्छु बिल्डिङहरू सबै होइन, काइन्ड अफ नेपाल होइन, मिनी नेपालै हो। त्यही हो, नेपालमा समुद्र छैन, यहाँ चाहिँ समुद्र छ। त्यही माल्टामा चाहिँ तिम्रो कलेजमा एटेन्डेन्स चाहिँ कस्तो हिसाबले हुँदो रहेछ त? आई मिन हप्तामा कतिचोटि क्लास जानुपर्ने, कति आवर्सको क्लास हुन्छ? आवर्स चाहिँ 6 आवर्सको हुन्छ। अनि अब फिल्ड आफ्नो कुन फिल्डमा आउनु भएको त्यसमा अनि यहाँ प्रायः कन्सल्टेन्सीहरूले अलिकति फेक भनिरहेको हुन्छ लाइक माल्टामा गएपछि पैसा त पुरै फलाफल हो होइन, तर तिमीलाई चाहिँ आफ्नो के अरे कन्डिसन सेयर गर्दाखेरि चाहिँ काम पाउन कस्तो छ स्टुडेन्टलाई यहाँनिर, र काम गर्नुको लागि चाहिँ के गर्नुपर्ने रहेछ? अब एक्सपिरियन्स छ भने त काम त पाइहाल्छ नि जहाँ पनि। तिमीसँग चाहिँ के एक्सपिरियन्स थियो भाइ? मसँग चाहिँ वर्षको एक्सपिरियन्स थियो नेपालमा काम गरेको। सिकेको भन्दा पनि काम गरेको हुनुपर्छ। सो यहाँ काम गर्नुको लागि चाहिँ तिमी एज ए स्टुडेन्टले चाहिँ डाइरेक्ट काम पाउने कि तिमीले केही गर्नुपर्ने र फर्मेलिटिजहरू केही पर्मिटहरू निकाल्नु पर्ने कि? यहाँ चाहिँ स्टुडेन्टको खासै त्यस्तो केही छैन, आफैले खोज्नुपर्छ। आफूले खोज्दा चाहिँ हल्का गाह्रो पर्छ। अनि तिमी विदाउट लाइसेन्स काम गर्न पाउँछ कि यतिकै काम गर्न पाउँछ? सुरुमा यहाँ चाहिँ हल्का इलिगलै छ। अब लाइसेन्स लिएरै काम गर्दा चाहिँ बेस्ट मेरो तर्फबाट चाहिँ। तिमीसँग लाइसेन्स छ? ए ल ठिक छ। लाइसेन्स भएन भने चाहिँ डिपोर्टेसनको पनि चान्सेस छ होइन? सो हामी त्यो भयो। अब स्टुडेन्टले यहाँ आएर चाहिँ त्यही च्यालेन्जेसहरू फेस, अनि यहाँको ल्याङ्ग्वेजहरू सिक्नलाई नेसेसरी छ कि छैन? त्यस्तो मान्दैन हो यहाँको ल्याङ्ग्वेज। यहाँनिर प्राय माल्टा इज नन एज टु इन्टरनेसनल ल्याङ्ग्वेज होइन, यहाँको माल्टिज लोकल ल्याङ्ग्वेज, अनि अर्को चाहिँ हाम्रो इङ्ग्लिस ल्याङ्ग्वेज चल्छ। सो इङ्ग्लिस राम्रो छ भने यहाँनिर केही डिफिकल्टिजहरू फेस गर्नु। खै सोनाम भाइ तिमीलाई के जस्तो लाग्छ? ल्याङ्ग्वेज भन्नाले ल्याङ्ग्वेज प्रिफेयर हुनुपर्छ सबैतिर, जस्तै इम्पोर्टेन्ट नभए पनि तर हामीले प्लस पोइन्ट चाहिँ बनाइराख्नुपर्छ सब कुराहरूमा। सो यो चाहिँ भयो हाम्रो माल्टाको लाइफस्टाइलको कुरा भयो। अब फाइनेन्सियलको कुरा गरौँ होइन। सब कुरा लास्टमा गएर फाइनेन्सियलको कुरा आउँछ। एज ए स्टुडेन्ट तिमीले चाहिँ यहाँ रुम रेन्ट तिरेर खाएर कति चाहिँ सेभ गर्न सक्छौ भाइ? नर्मली तिमीले एक्ज्याक्ट भन्नु पर्दैन, तर यति क्याटेगोरीमा चाहिँ यतिसम्म चाहिँ हामीले सेभ गर्न सक्छौ भन्ने चाहिँ तिमीलाई के लाग्छ? अब यस्तो छ, अब डिपेन्ड अपन कति आवर्स पाइन्छ। अब युजली अब 40 आवर्स चाहिँ अलिक गाह्रै हुन्छ स्टुडेन्टलाई सुरुमा। त्यही हो, सकिन्छ अराउन्ड लाइक 200 समथिङ सेभ गर्न सकिन्छ सबै चाहिँ। अब रेन्टहरू अब एक्सपेन्स अब मान्छेमा भर पर्छ भने कति एक्सपेन्स गर्छ, त्यही हो। तर माल्टा चाहिँ रिसेन्टली 2026मा चाहिँ अझै कस्ट अफ लिभिङ चाहिँ एकदम बेसी नै हुने भएको छ। अलिक यता सनम भाइ होइन त, किनकि रुम रेन्टहरू बढ्दैछ होइन, रुम पाउनलाई गाह्रो छ। सो रुम चाहिँ किन पाउनलाई गाह्रो हो जस्तो लाग्छ हामी नेपालीहरूलाई, थर्ड कन्ट्री नेसनलहरूलाई चाहिँ? यहाँ यस्तो छ, गाह्रो त हामीलाई नै भएको थियो। इफ समरमा आउँदै पर्छ भने गाह्रो पर्छ, जस्तै गाह्रो पर्छ चाहिँ। किनकि यहाँ चाहिँ एसियनलाई चाहिँ अलि उनै छ, किनकि पहिलेदेखि खाइके। अनि के अरे स्टुडेन्टहरूलाई चाहिँ
रेस्ट्रिक्सन छ काम यति घन्टासम्म मात्रै गर्न पाइन्छ त्योभन्दा बेसी गर्न पाइँदैन भन्ने छ हाम्रो प्रिन्सको 20 आवर्स पर हुन्छ कलेजकोबाट पर्मिट आउनुपर्छ 20 आवर्स लिगली काम गर्न पाउँछ यो मान्छेले भनेर त्यति नै हो तर बेसिकली अलिअलि अपडाउन्स त जहाँ पनि हुन्छ अब हाम्रो पनि त 40 आवर्स अ विक भन्छ तर हामीले बेसी नै गरेर हुन्छ होइन त्यस्तो भइहाल्छ तर पनि 20 आवर्स चाहिँ हामीले लिगल्ली चाहिँ काम गर्न पाइयो होइन अनि त्यसपछि अहिले माल्टामा रिसेन्टली 2-3वटा इन्स्टिट्युसनहरू पनि क्लोज भएर स्टुडेन्टहरू के भन्छ बेपत्ता भएको पनि सिचुएसन छ अनि प्लस मास डिपोर्टेसन पनि भएको छ होइन त्यस्तो कन्डिसन आउनु पनि सक्छ त्यही भएर तपाईँहरूले चाहिँ के गर्नुपर्छ एकदम राम्रोसँग आफ्नो युनिभर्सिटी कुन हो अलि त्यसको डिप गएर खोज्ने अनि त्यसपछि अब यताउता सल्लाह लिने धेरै कन्सल्टेन्सीको पर्नु होला आफूले जति रिसर्च गरेको त्यति आफूले फाइदा त्यही हो सो थ्याङ्क यू मेरो मौसम भाइलाई आजको यस भिडियोमा आएर हल्का आफ्नो के भन्छ पोइन्ट अफ भ्यू राखेकोमा एकदम थ्याङ्क यू भेरी मच ए मौसम भाइ सोनम आइरहन्छ हाम्रो सोनम भाइलाई पनि थ्याङ्क यू र सोनम भाइ चाहिँ अहिले के भन्छ माल्टाको कति वर्ष भयो भाइ 2 इयर्स भयो होइन 2 इयर्समा तिमीलाई चाहिँ के कस्तो लाग्छ कि माल्टामा चाहिँ कतिसम्म चाहिँ कमाउन सक्छ मान्छेहरूले अहिले 2026 को कुरा गर्दाखेरि चाहिँ माल्टामा एक्ज्याक्टली यति भन्ने चाहिँ हुँदैन तर पनि अब आफ्नो जस स्किल्समा तपाईँहरूले काम गर्न आउनुभयो भने चाहिँ तपाईँहरूको एक्सपेक्टेसन अब बेस अनुसारले चाहिँ हुन्छ भन्ने चाहिँ हुन्छ अब नर्मल त जसले पनि दिइहाल्छ तर आफूसँग स्किल छ भने अझ तपाईँहरूसँग चाहिँ प्लस पोइन्ट हुन्छ कमाउन सकिन्छ त्यस्तो गाह्रो पनि भन्ने छैन ओके गाइस त्यही भयो आजको भिडियो तपाईँहरूलाई मन पर्यो होला हामीले सानो केही आफ्नो तर्फबाट केही जानेको बुझेको कुराहरू तपाईँहरूको सामु हामीले पस्केका छौँ सो आई होप तपाईँहरूले यो भिडियोलाई एकदम लाइक एकदम सेयर पनि गर्नुहुनेछ भन्ने आशा गर्दै आजको भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु थ्याङ्क यू